हेलो नमस्ते सबैजनालाई। आज हामी पुटा उत्तरगुङ गाउँपालिका वार्ड नम्बर 10 टक को सुन्दर बस्ती जस्तै बसेर बनेका घरका छतहरू जस्तै भित्री बस्ती र यहाँको रहन सहनलाई हामी देखाउन खोजिरहेका छौँ। यहाँको घरहरू रहन सहनहरू सरसफाइको लागि राखेका डोकोहरू फोहोर सङ्कलन गरेका कुराहरू झाँक्रीका भाँडाकुँडीहरू र घरहरूमा स्थानीय घरहरू कुखुरा राख्ने खोरहरू र यहाँ घराइसी कामहरू गर्दै गरेका छन् हाम्रा दिदीबहिनीहरूले। बाटोमा सुतेको कालो भोटे कुकुर, पानी भर्दै गरेका हाँसहरू र कामबाट फर्किँदै गरेका थकित अनुहार र ओठमा खुसी लिएर भएका मुस्कानहरू, स्थानीय पसलका सामग्री, कुखुरा राख्नको लागि बनाएका चेरङ्गाहरू, त्यसपछि स्थानीय ठाउँहरू र घर कलात्मक शैलीले बनेका ढोकाका सङ्घारहरू, यहाँ स्थानीय इन्डियन आर्मीसँग गरेका कुराकानीहरू र बस्तीसँगै देखिने टकसेरा बस्ती बिच गाउँबाट देखिने बस्तीका फोटोहरू सौन्दर्यता छ। स्थानीय दिदीबहिनीहरू घरको कौसीमा बसेर काम गरिरहेका कलात्मक शैलीमा बनेका झ्याल ढोकाहरू आदि आदि पानी भर्दै र ओठमा मुस्कान दिँदै हाम्रो आमा पानी पडेरीमा दिदीबहिनीहरू बसेर दुःखसँग जुम्राहरू मार्दै सुख दुःख सहेलहरू गर्दै हुनुहुन्छ भने कतिजना पानी भरेर घरको भान्सामा लाग्दै हुनुहुन्छ।